नमस्कार। ब्याङ्कबाट ऋण लिनु त आजकल सामान्य नै भइसक्यो, होइन त? घर बनाउन होस् वा व्यापार सुरु गर्न ऋण हाम्रो जीवनको एक हिस्सा जस्तै बनेको छ। तर कहिलेकाहीँ परिस्थिति हामीले सोचे जस्तो हुँदैन। कल्पना गरौँ त, यदि कुनै कारणले लिएको ऋण तिर्न सकिएन भने के होला? आउनुहोस्, आज हामी यही महत्त्वपूर्ण प्रश्नको जवाफ खोज्ने छौँ, त्यो पनि नेपालको ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अर्थात् BAFIA को आधारमा। ल, सबैभन्दा पहिला त यो बुझौँ कि लोन डिफल्ट हुनु वा ऋण नतिर्नुको कानुनी अर्थ के हो। यसका मुख्य दुई अवस्थाहरू छन्। पहिलो, सम्झौतामा भनेको समयमा किस्ता वा ऋण नतिर्नु, र दोस्रो, जुन कामको लागि भनेर ऋण लिएको हो त्योभन्दा बिल्कुलै फरक काममा पैसा प्रयोग गर्नु। यी दुई मध्ये कुनै एउटा अवस्था आयो कि बुझ्नुहोस्, ब्याङ्कले ऋण असुलीको प्रक्रिया सुरु गर्ने कानुनी अधिकार पायो। त्यसो भए यो पूरा प्रक्रिया कसरी अघि बढ्छ त? हामी यसलाई चरणबद्ध रूपमा हेर्दै जानेछौँ। सुरुमा ब्याफिया ऐनले के भन्छ भनेर बुझ्नेछौँ। त्यसपछि ब्याङ्कको पहिलो कदम अर्थात् धितो लिलामीबारे कुरा गर्नेछौँ। अनि लिलामीबाट पनि ऋण असुल नभए के हुन्छ, त्यसपछिका अरू कानुनी कारबाहीहरू के हुन्, र अन्त्यमा ब्याङ्कसँग रहेका सबैभन्दा कडा अन्तिम उपायहरूबारे पनि चर्चा गर्नेछौँ। ल, पहिलो खण्डबाटै सुरु गरौँ। ब्याफिया ऐनमा ऋण असुली। आखिर ब्याङ्कले जे गर्छ त्यसको कानुनी आधार त चाहियो नि, होइन र? हो, त्यही आधार हो ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073। यही कानुनले ब्याङ्कलाई आफ्नो लगानी सुरक्षित गर्न र डुबेको ऋण उठाउन आवश्यक अधिकारहरू दिएको छ। अब हेरौँ दोस्रो खण्ड। जब कोही ऋण तिर्न असफल हुन्छ, ब्याङ्कले पहिलो कदम के चाल्छ त? उनीहरूको सबैभन्दा पहिलो र शक्तिशाली हतियार हो धितो लिलामी। ऋण लिँदा धितोमा राखिएको घर, जग्गा वा अन्य कुनै पनि सम्पत्तिलाई कब्जामा लिएर लिलाम गर्नु नै ब्याङ्कको प्राथमिक अधिकार हो। अब यो लिलामीको प्रक्रिया सुन्दा अलि जटिल लाग्ला, तर खासमा 3वटा सरल चरणमा हुन्छ। पहिलो, ब्याङ्कले धितो राखिएको सम्पत्तिलाई लिलाम बढाबढमा बेच्छ। दोस्रो, त्यो बिक्रीबाट आएको पैसाबाट ब्याङ्कले आफ्नो सावा, ब्याज र लिलामी गर्दा लागेको समय खर्चहरू कटाउँछ। र तेस्रो, यदि यी सबै खर्च कटाएर पनि केही पैसा बच्यो भने नि त्यो पैसा कतै जाँदैन, सिधै ऋण लिने व्यक्तिलाई नै फिर्ता हुन्छ। यहाँ एउटा कुरा के बुझ्नुपर्छ भने यो लिलामी भनेको कुनै सामान्य किनबेच जस्तो होइन, यो एकदमै पक्का कानुनी प्रक्रिया हो। जब ब्याङ्कले लिलाम भएको सम्पत्ति नयाँ खरिदकर्ताको नाममा पास गर्न सम्बन्धित सरकारी कार्यालय जस्तै मालपोतमा पत्र पठाउँछ, त्यो कार्यालयले कानुनअनुसार नामसारी गर्नै गर्छ। यसलाई रोक्ने कुनै उपाय हुँदैन। तर लिलामीमा सधैँ सोचे जस्तो मात्रै त हुँदैन, होइन? केही फरक अवस्थाहरू पनि आउन सक्छन्। जस्तै मानौ लिलामीमा कोही किन्नै आएन भने के हुन्छ? त्यस्तो अवस्थामा ब्याङ्क आफैले त्यो सम्पत्ति आफ्नो नाममा सकार्न सक्छ। अनि यदि पुरानो मालिकले सम्पत्ति छोड्न मानेन, अवरोध गर्यो भने त्यहाँ पनि सरकारी निकायको सहयोग लिएर नयाँ मालिकलाई कब्जा दिलाइन्छ। र अर्को कुरा, यदि ऋणीले धितोको मूल्य घटाउने कुनै काम गरेको रहेछ भने ब्याङ्कले थप धितो समेत माग्न सक्छ। अब तेस्रो खण्डमा जाउँ। धितो त लिलाम भयो, तर यदि त्यो बेचेर आएको पैसाले पनि ब्याङ्कको सबै ऋण तिर्न पुगेन भने नि अब के हुन्छ? हो, यहाँबाट कथाले अलिक गम्भीर मोड लिन्छ। यो स्लाइडले त्यही कुरालाई स्पष्ट पार्छ। एकातिर समस्या छ, लिलामीबाट आएको पैसा अपुग भयो। अर्कोतिर छ ब्याङ्कको शक्ति। ब्याफिया ऐनले के भन्छ भने अब ब्याङ्कले त्यो धितोमा राखेको सम्पत्तिमा मात्रै होइन, ऋणीको अरू कुनै पनि चल अचल सम्पत्तिबाट बाँकी पैसा उठाउन पाउँछ। भनेपछि ब्याङ्कको पहुँच अब ऋणीको अरू व्यक्तिगत जायजेथासम्म पनि पुग्यो। चौथो खण्ड, अन्य कानुनी कारबाहीहरू। अब जब सम्पत्तिबाट मात्रै ऋण असुल हुँदैन, ब्याङ्कले सिधै व्यक्तिमाथि नै कानुनी र वित्तीय दबाव सिर्जना गर्न थाल्छ। यसमा सबैभन्दा पहिलो र कडा कदम हो कालो सूचीमा सिफारिस। ऋण तिर्न नसकेपछि ब्याङ्कले ल यो व्यक्तिलाई कालो सूचीमा राखिदेऊ भनेर कर्जा सूचना केन्द्रलाई लेखेर पठाउनै पर्छ। यो पठाउन सक्छु भन्ने विकल्प होइन, पठाउनै पर्छ भन्ने कानुनी बाध्यता हो। एउटा एकदमै ठूलो भ्रम छ कि ब्याङ्कले ऋण राइट अफ गर्यो भने त्यो माफ भयो। तर होइन, बिल्कुलै होइन। राइट अफ गर्नु भनेको त ब्याङ्कको आफ्नो हिसाब किताब मिलाउने एउटा आन्तरिक प्रक्रिया मात्र हो। यसले ऋण असुलीको प्रक्रियालाई कति पनि रोक्दैन। ऋण उठाउने ब्याङ्कको अधिकार जस्ताको तस्तै रहन्छ। र अब हामी पुगेका छौँ पाँचौं र अन्तिम खण्डमा। जब अरू कुनै उपायले काम गर्दैन, तब ब्याङ्कले प्रयोग गर्ने अन्तिम अस्त्रहरू के हुन् त? कुरा नेपालभित्रको सम्पत्तिले मात्रै पुगेन भने ब्याङ्कको हात देश बाहिरसम्म पनि पुग्न सक्छ। हो,
कानूनले ब्याङ्कलाई विदेशमा भएको ऋणीको सम्पत्ति समेत रोक्का गर्ने प्रक्रिया अघि बढाउन अधिकार दिन्छ। यो त झन् अर्को गम्भीर कदम हो। ब्याङ्कले नेपाल राष्ट्र ब्याङ्कलाई अनुरोध गरेर ऋणीको राहदानी अर्थात् पासपोर्ट नै रोक्का गर्न लगाउन सक्छ। सोच्नुस् त, यसको मतलब विदेश आउने जाने बाटो नै बन्द। र अन्त्यमा ब्याङ्कले प्रयोग गर्न सक्ने सबैभन्दा अन्तिम उपाय भनेको ऋणीले राज्यबाट पाइरहेको सेवा सुविधा नै रोक्न लगाउनु हो। यो चाहिँ अब चारैतिरबाट घेराबन्दीमा पार्ने जस्तै भयो। यी सबै कानुनी प्रावधानहरू हेर्दा एउटा कुरा त छर्लङ्ग हुन्छ, ऋण सम्झौता भनेको कुनै खेल होइन। तर यहाँ एउटा प्रश्न उठ्छ, के यस्ता कडा नियमहरूले हाम्रो वित्तीय प्रणालीलाई साँच्चै बलियो बनाउँछ, कि यसले ऋणमा डुबेको व्यक्तिलाई झन् ठूलो खाडलमा धकेल्छ? सायद यसको जवाब भनेको वित्तीय अनुशासनमै लुकेको छ, जुन यस्ता सबै समस्याबाट बच्ने सबैभन्दा ठूलो सुरक्षा